म तपाईँहरूलाई हाम्रो स्मार्ट एकाडेमीको एलएमएस पोर्टलमा कसरी लगइन गर्ने र त्यहाँ भएको स्टडी मेटेरियल्सहरूलाई कसरी एक्सेस गर्ने अनि त्यसरी हाम्रोमा कुन कुन कोर्स इनरोल भइरहेछ तपाईँहरूले कसरी लिन सक्नुहुन्छ भन्ने कुरा चाहिँ बताउन गइरहेको छु। सो यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुलाई। सबैभन्दा सुरुमा तपाईँले आफ्नो फोनमा अथवा ल्यापटपमा कुनै पनि एउटा वेब ब्राउजर खोल्नु होला। आफ्टर द्याट चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दा यहाँनिर app.smartacademy.hq.com गर्नु होला। वेबसाइट इन्टर गर्नु होला। त्यसपछि तपाईँहरूको यो एउटा लगइन गर्ने अप्सन आउँछ। इफ तपाईँहरू नयाँ युजर हुनुहुन्छ भने चाहिँ रजिस्टरको थ्रुबाट रजिस्टर गर्नु पनि सक्नुहुन्छ। त्यसको लागि हामीले बेग्लै एउटा भिडियो बनाएको छौँ, त्यहाँ पनि हेर्न सक्नुहुन्छ। सो अहिलेको लागि चाहिँ लगइन गर्नको लागि यहाँ तपाईँको नम्बर राख्नु होला। तपाईँले चाहिँ रजिस्टर गर्दा कुन नम्बर युज गर्नु भएको छ। आफ्टर द्याट तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँनिर आफ्नो पासवर्ड जे पासवर्ड राख्नु भएको छ त्यो पासवर्ड राख्नु होला। त्यति गरेपछि लगइन गर्नु होला। आफ्टर द्याट यहाँनिर चाहिँ सुरुमा ड्यासबोर्ड आइरहेको छ। तपाईँले कुनै कोर्सहरू लिनुभएको छ भने यहाँ पनि देखाउँछ माई कोर्स भनेर, अथवा तपाईँले यहाँ माई प्याकेजमा गएर कोर्सेसमा जानुभयो भने तपाईँले कुन कोर्स लिनुभएको छ त्यो कोर्स चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। आफ्टर द्याट तपाईँले कुन कुन कोर्स चाहिँ छ त अझै तपाईँले फर्दर लिन खोज्नु भएको अथवा कुनै कोर्सहरू हेर्न सक्नुहुन्छ भने एक्सप्लोर कोर्सेसमा जानु होला। कोर्सेसमा जानुभयो भने तपाईँले चाहिँ विभिन्न कोर्सहरू देख्नुहुन्छ। यहाँ तपाईँलाई धेरै भयो, अब आफ्नो खालको हेर्न सक्नुहुन्छ। यहाँनिर डिएचए प्रिपरेसन भनेको छ। सो डिएचए प्रिपरेसनपछि हामी 3टा क्लास गराइरहेको छौँ। यो क्लास देख्न सक्नुभयो। त्यस्तै कमन इन्ट्रान्स एक्जामिनेसनको क्लासेसहरू पनि हामीले यो क्लासेसहरू गराइरहेछौँ। यहाँबाट हेर्न सक्नुहुन्छ। हेल्थ लाइसेन्सको पनि हामीले गराइरहेको कोर्सेसहरू चाहिँ यो हो, हजुरले यहाँबाट हेर्न सक्नुहुन्छ। आफ्टर द्याट इङ्ग्लिस ल्याङ्ग्वेज प्रिपरेसन टेस्ट पनि यहाँनिर छ। हामीले पिटी गराइरहेछौँ, डिएलएम गराइरहेछौँ, आइएल्स गराइरहेछौँ। त्यो पनि हजुरले हेर्न सक्नुहुन्छ। तक एप्लाइड साइन्स इन्ट्रान्स प्रिपरेसन एक्जामको पनि हामीले यहाँनिर कुन कुन कोर्सहरू गराइरहेछौँ भनेर हालेको छौँ। सो यहाँ तपाईँहरूलाई कुन चाहिँ ठिक लाग्छ त्यो चाहिँ हजुरहरूले यहाँबाट इनरोल गरेर लिन सक्नुहुन्छ है। इनरोल नाउमा जानु होला। सो द्याट त्यहाँ पर्चेज नाउ भन्ने अप्सन छ, पर्चेज नाउमा जानु होला। पर्चेज प्रोसेस गरे पछाडि चाहिँ यहाँ इसेवाको हामीले राखेको छौँ। तपाईँले यहाँबाट पे नाउ गर्नुभयो। इफ तपाईँसँग कुनै पनि छ भने यहाँ हाल्न मिल्यो। अप्सन छैन भने पे नाउ गर्नुभयो भने चाहिँ हजुरहरूले इसेवाबाट तपाईँले पेमेन्ट गरेर तपाईँ लगइन चाहिँ हुन सक्नुहुन्छ है। यो चाहिँ भयो तपाईँले अब कसरी कोर्स लिन सक्नुहुन्छ यीबाट भन्ने कुरा चाहिँ हामीले यहाँबाट सिकायौँ। सो यो मात्रै नभएर तपाईँले टेस्ट मात्रै दिन्छु, टेस्ट मात्रै किन्न पनि मिल्छ है। सो यहाँबाट हेर्नु होला। यहाँनिर चाहिँ इन्डिभिजुअल टेस्टहरू छ, सबै टेस्ट तपाईँले देख्न सक्नुहुन्छ। अब कुन कुन सब्जेक्टको कस्तो कस्तो कोर्स हो भनेर हेर्नको लागि चाहिँ कमन इन्ट्रान्स एक्जामको टेस्ट चाहियो भने तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ। कुन चाहिन्छ त्यो एउटा मात्रै पनि तपाईँले लिन मिल्यो। अथवा त्यो होइन म हेल्थ लाइसेन्सको लिन्छु भन्नुभयो भने तपाईँले यहाँ हेल्थ लाइसेन्स पनि आफूलाई रिक्वायर्ड भएको कुन टेस्ट हो त्यो चाहिँ किनेर तपाईँले आफ्नो एक्जामको लागि चाहिँ प्रिपेयर गर्न सक्नुहुन्छ। सो यसरी नै अब तपाईँ इनरोल भइसक्नु भएको छ अथवा यिनीहरू आइसक्नु भएको छ, तपाईँको आइडी बनिसकेको छ भने चाहिँ कोर्समा जाने। सो अब त्यहाँबाट कन्टिन्यू गरेर तपाईँले यहाँ करिकुलम हेर्न सक्नुहुन्छ, टेस्ट हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईँले भ्यू टेस्ट गरेर चाहिँ इफ तपाईँले प्याकेज नै लिनु भएको छ भने चाहिँ यहाँबाट तपाईँले के गर्न मिल्छ भन्दाखेरि टेस्टहरू दिन मिल्छ। यहाँ चाहिँ हामीले कोर्सहरू जुन टेस्टहरू चाहिँ असाइन गरेको छौँ। सो यहाँनिर हामीले सेड्युल गरेर राखेको हुन्छ। तपाईँले त्यो सेड्युल अनुसार कतिखेर टाइम छ त्यो टाइममा आएर चाहिँ तपाईँले टेस्ट दिन सक्नुहुन्छ है।